हेलो एन्ड नमस्कार सबैजनालाई स्वागत छ। आज हामीले चाहिँ खास गरेर जसलाई हाई बिपी उच्च रक्तचाप केही प्राणायामहरू गर्छौँ। सबैभन्दा पहिले हामीले के गर्छौँ त भन्दा अनुलोम विलोम। अनुलोम विलोम सामान्यतया कसरी गरिन्छ? देउरेबाट सुरु गरेर दाहिनेबाट छोडिन्छ अनि दाहिनेबाट तानेर देउरेबाट छोडिन्छ। बिपी को लागि गर्दाखेरि हामीले देउरेबाट तान्नी दाहिनेबाट छोड्ने, दाहिनेबाट तान्नी होइन, दाहिनेबाट छोड्ने मात्रै है। स्पाइनलाई सिधा बनाएर यसरी पलाटी कसेर बस्ने। जो मान्छे पलाटी कसेर बस्न सक्दैन, अप्ठ्यारो हुन्छ, असहज हुन्छ, उहाँहरू कुर्चीमा पनि बस्न सक्नुहुन्छ। तर मुख्य कुरो ध्यान दिनुपर्ने कुरो भनेको के हो भने हाम्रो जुन यो ढाड छ, स्पाइन छ, यो स्ट्रेट हुनुपर्छ, सिधा हुनुपर्छ। गर्दन र ढाड सिधा। यो देउरे हातको बुढी उम्लो र चोर उम्लाको टिपहरू जोडेर यसरी राख्ने है। अनि त्यहाँबाट यतातिरको चोर उम्लो र माझी उम्लोलाई मोड्ने अनि यसरी राख्ने है त। अब देउरेबाट लामो सास तान्ने, दाहिनेबाट छोड्ने। लामो सास सन्ज बल नलगाइकन कम्फर्टेबल तरिकाले है। अब दोस्रो नम्बरमा के गर्ने भन्दा यसरी राख्ने र होठ खुल्ला राख्ने अनि श्वास भित्र तान्ने, आरामसँग, बलपूर्वक कुनै पनि कार्य गर्ने होइन। ल हेरौँ है त। लामो सास तान्ने, नाकबाट छोड्ने। नाकबाट छोड्ने, जिउरालाई ढुँडोको आकार बनाउने र जिउरोको माध्यमबाट यहाँबाट श्वास लिने है। यो चाहिँ अर्को क्रिया थियो। अब यस पछाडि हामीले के गर्छौँ? यसरी नै स्पाइन सिधा बनाएर बस्ने। अब हातको पोजिसन चेन्ज गर्छौँ। बुढी उम्लाले यो सानो कानको लोती छ, यसलाई बन्द गर्ने यसरी है। यी दुईटा उम्लाहरू नाकको डाँडिनेर यसरी राख्ने, आँखामा डाइरेक्ट घाम नपरोस्। अनि यो चोर उम्लो यहाँ राख्ने है, यहाँ राख्ने यसरी। अनि यो कान्छी उम्लो फ्री हुन्छ। अब स्पाइन सिधा बनाएर लामो सास तान्ने अनि त्यहाँबाट ओठ बन्द गरेर ओम भन्ने, तर दाँत खुला हुनुपर्छ है। आठ 10 पटक गर्ने अनि फेरि दुईटै हातको बुढी उम्ला र चोर उम्लाको टिपलाई जोड्ने, यसरी राख्ने। अब चाहिँ हामीले के गर्छौँ त भन्दा उद्गीत प्राणायाम गर्छौँ। अब लामो सास तान्छौँ। लामो तानेको श्वासले 90% श्वासले, 90% जुन तानेको श्वास छ त्यसले हामीले ओ भन्छौँ। अनि बचेको लास्टको 10% श्वासले अहम भनिन्छ र मुख बन्द गरिन्छ है। अब म गरेर देखाउँछु, हेर्ने है त। ओ यो उद्गीत प्राणायाम हो। यसलाई 8-10 पटक गर्ने। यो भन्दा पहिलेको चाहिँ भ्रामरी प्राणायाम थियो, त्यो पनि लगायत सबै प्राणायाम र क्रियाहरू 8-10 पटक दोहोऱ्याउने है। अनि त्यहाँबाट प्रेसरको रोगीले के खाने त भन्दा प्रेसर कम गर्नको लागि सबैभन्दा बेस्ट लौका, लौका लिएर आउने, कलिलो लौका लिएर आउने, त्यो लौकालाई काट्ने र हल्का त्यसलाई चबाउने। चबाउँदाखेरि तितो हुनु भएन। 200 ml जति, 200 ml भन्दा बढी नखाने, 200 ml जति जुस बनाउने अनि त्यहाँबाट जुस पिउने खाली पेटमा बिहान है। यसले चाहिँ हाम्रो प्रेसरलाई कन्ट्रोलमा राख्छ। हस्त, नमस्कार।